गाइज वेलकम छ मेरो युट्युब च्यानलमा। म पनि सन्चै छु, तपाईहरुलाई पनि सन्चै छ होला। सबैलाई वेलकम छ मेरो भ्लगमा। झोला बोकेर गइन्छ। मेरो गाउँको भ्यू चाहिँ हेर्नु होला। जे भए पनि राम्रो छैन त्यही पनि। एउटा हेरिसक्नु भयो होला, राम्रो त खासै छैन त्यही पनि हालिदिन्छु म त। फर्काइराख्नु उता लुट्टिन्छ टेखा नहिन् भन्छन्। सो त्यही हो, लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्सनु होला। अस्तिको हल्का सपोर्ट आएर चाहिँ मैले गराउन लागेको भ्लग चाहिँ लाइक सब्सक्राइब चाहिँ हल्का आयो, कम्तीमा नि धेरै होइन, 20-25 भ्युज आइनी मन अलि शान्त हुन्छ। हेर्नु यत्रो यति चापीले गर्दा म यत्रो टाइम पुऱ्यो क्या, त्यही भएर अब चाहिँ नरोकिकन जानु ट्राई गर्छु। जानु भए रहेछ बाइकमा उता आउनु भए रहेछ अङ्कलहरू चाहिँ, तर मलाई जालास भन्दै गरेँ। अहिले म चाहिँ अलिक भ्यू देखाउने टाइपले हिँड्ने भनेको भ्लग गर्दै। बाइकमा हिँड्नु पनि मजा आउँदैन कि आफैले चलाउनु पऱ्यो। चलाउनु त आउँछ, त्यही पनि फेरि अर्का बाइक फेरि सिटिमिटी चलाउनै दिन्नन् कि। त्यही भएर बाटो चाहिँ त्यस्तै छ क्या। फेरि यस्तो छ क्या बाटो चाहिँ यस्तो कुहिरो लाएर यहाँ तल जाने बाटो चाहिँ सो यही हो। उता चाहिँ मेरो गाउँ पर्छ क्या, अलि छेगा क्या। यहाँ अलि देखाउँछु भनेको देखाउने मनै लागेन क्या। राम्रो भयो पो देखाउनु, न घरहरू पनि ठोरा छ, त्यही भएर देखाएन क्या। किन्छ नि त, कन्टेन्ट निकाल्न नि आउँदैन क्या मलाई फेरि। त्यही हो, बन्द त यस्तो छ माथि एउटा त्यही ढुङ्गा आयो भने कि हुन्छ जान्छ खालको कुमै लाग्न आउँछ। त्यही क्या चाहिँ अरू पछाडि ब्याक भ्यू चाहिँ यस्तो छ। अलि क्लियर चाहिँ देखियो होइन क्या, मेरो मोबाइलको क्यामेरा बिग्रेको त्यही हल्का भ्यू चाहिँ देखिँदो रहेछ। हेर चाहिँ त्यहाँ हल्का सल्लाहबुटा हालेको थियो क्या। सब सल्लाहको मात्र छ यहाँ हाम्रो गाउँमा, बन्ने सल्लाहको छ क्या। त्यही भएर थोरै क्लिप चाहिँ हेर्नु। देखिसक्नु भयो होला, खासै राम्रो त छैन। सब सल्लाहबुटाल खेलिदियो क्या। त्यही भएर क्यामेरा नि यताउताहरू पनि धमाल ढिमिल आउँछ कि। मेरो मोबाइल अलि बिग्रेको छ, त्यही पनि हल्का राम्रो चाहिँ देखिन्छ जस्तो लाग्छ। क्यामेरा बिग्रेर जस्तो नाच्छ। एउटा क्यामेरा किन्दा कति होला त्यो त थाहा भएन क्या। एउटा क्यामेरा किन्नु जस्तो भएको अलिक पैसा पनि छैन क्या। यो बाटो चाहिँ वन बाटो के हेर्नुहुन्छ, वन पछाडि चाहिँ वन छ होइन। माथि ग्राउन्डमा खेलिरहेको रहेछन्। अलि 2-3जना भए पो अलि बोल्न नि अलि उस लाग्छ। एक्लै छु अनि कहाँबाट लाउँछ त। मलाई चाहिँ अहिले झ्याउ लाग्यो क्या रोड बाटो घुम्न। चाहिँ झ्याउ लागेर म तल्लो बाटो चाहिँ हिँड्दै, वनको बाटो चाहिँ अलि रोड बाटो अलि लङ भएको छ कि। लङ छ अनि पुग्किन्छ, खतरा ठाउँ पनि देखिन्छ क्या। तर अलि धेरै ओह्रालो छ यो बाटो चाहिँ। हिँड्न खासै हिँड्न नजान्दिनु मात्रै त फेरि जान्छन् नि यो बाटोबाट नि। भित्रबाट क्या सब सल्लिबिरेर पानी आएर हल्का ठिक भयो। एउटा त घाम लागेको भए त सब सल्लिबिरेर चिप्लो हुने नि यिनीहरू त। अनि सब उठो त सल्लिबिरेर अर्को हातले गर्दा त डेन्जर धमिलो आउँछ क्या। यो हातले गरेको अलि क्लियर नि देखाउँछ क्या। यसले अलि डेन्जर तल आऊ क्या। फेरि यहाँबाट खस्यो भने सिधै रोडमा, त्यो रोडमा सब बन्द छ क्या। यस्तो
वनको बाटो छ क्या हाम्रो गाउँ जानेखेरि हल्का भ्लगमा बोल्न चाहिँ आउँदैन क्या कसरी बोल्छन् क्या बोल्ने अरू युट्युबरहरू भिडियो चाहिँ डेली हेर्छु भ्लगरहरूको अब उनीहरूको त छुट्टै छुट्टै कन्टेन्ट हुन्छ यसो निकाल्ने यसो निकाल्ने भन्ने कन्टेन्ट उनीहरूलाई ठ्याक ठ्याक दिमागमा आउँछ नि त म त अब भर्खर सुरु भएर होला साइट सुरु भएर होला केही थाहा छैन क्या साँच्चै भ्लग यो भ्लग चाहिँ कहाँदेखि हेर्नुभएको छ अलि कमेन्टमा चाहिँ भनिदिनु होला है कहाँदेखि भनिदिन्छ पुरै हेर्नेले अब कमेन्टमा भन्छन् क्या पुरै कसैले नि हेर्दैनन् क्या सुरुमा हेर्छन् त्यही पनि कोहीले लाइक गर्नु मन लागेपछि लाइक गर्छन् हेरेर मात्रै छोडिदिन्छ हेर्ने होइन सुरुमा बोलेको सुट्टा राम्रोसँग नहेरिकन स्किप गर्छन् क्या धेरैजनाले धेरैजनाले चाहिँ तर कोही हुन्छन् फुल भिडियो हेर्ने सुरु भिडियोमा कस्तो भएको भनेर सबैले हेर्छन् नि त राम्रो बनाएको छ कि छैन वा डेन्जर मेला लाएर चाहिँ तल तर असल चाहिँ सुरुमै स्किप गरिदिन्छन् क्या भिडियो आउँदा बित्तिकै कोहीले अझ त के भनौँ कोही छन् नाम त के हुनु आफ्नै साथीहरू चाहिँ छन् क्या लिङ्क पठाइदिए पनि हेर्दैन हेरेको जस्तो गरिदिन्छन् के भन्नु अब उनीहरूको इच्छा हेर्नु मन लाग्यो हेर्छन् नहेर्नु मन हेर्छन् लास्टसम्म चाहिँ अहिलेसम्म कोहीले हेरेको रेकर्ड देखेको छैन क्या मैले चाहिँ हल्का सुरुमा हेर्छन् त्यहाँपछि लास्टमा बल्ल कुद्दाखेरि सुरुमै कमेन्ट गरिदिन्छन् क्या उसपट्टि हेरेकै छैन त्यही पनि कमेन्ट गरेर सक्यो अन्त उनीहरूको काम उस गर्छन् कि तब मन ठुली भर्खर सुरु गरेको धेरैले हेर्दैनन् क्या यो भनेर चिनेको नि छैनन् नि त तर पनि मैले राम्रो कन्टेन्ट नै निकाल्न सकेको थिएन नि त त्यही भएर अलि अर्कै फिल हुन्छ लिङ्क पठाइदियो साथीहरूलाई लिङ्क पठाइदियो भने बल्ल उनीहरूले हेर्यो भने बल्ल पुग्छ 15-20-25 पुग्छ नत्र त भ्युज आउने थुप्रो टाइम लाग्छ कि त्यही भएर मैले चाहिँ डेली भ्लग चाहिँ गराउँदैन क्या नत्र त भ्लग गराउनु जस्तो त छ ट्रिप अलि रमाइलो लाग्छ नि त बनाउने कन्टेन्ट जस्तो निकाल्नु मन लाग्छ कसैले हेर्दैन भलकै अनि कहाँबाट कसरी र म चाहिँ अहिले काली एउटा दरबाङको भ्यू चाहिँ भोपाल देखिन्छौँ आइसकेपछि क्या यो हाम्रो गाउँमा आउने बाटोबाट देखिन्छ क्या दरबाङको भ्यू भोपाल देखिन्छ अलि यता थापाचौरतिर देखिन्न त्यही पनि यता बजार चाहिँ यो चाहिँ दरबाङको हल्का अलि तल गएर क्लियर देखाइदिन्छु म छोरा भाइ क्लिप एउटा भिडियो चाहिँ गराइदिन्छु कि म ठ्याक्कै दरबाङको भ्यू त्यहीबाट राम्रो देखिन्छ नि त त्यहीको गराइदिन्छु कि तल आइसके तर चाहिँ यहाँ फेरि खतरा दर्शकहरू रहेछन् यहाँ हेर्न सक्नुहुन्छ त ए दाइहरू हाम्रो के छ बाबु हेरिसक्नु होला म चाहिँ अहिले रोडमा आइसकेँ है रोडमा आइसक्यो अब घरमा जाने क्या ठ्याक्क ग्यारेज बाइक गाडी आउँदैछ मलाई गाडी आइसक्यो कि भनेको परै रोकेर रहेछ क्या मेरो गाउँको पहिरो चाहिँ सबैको कपाल चाहिँ यस्तो भयो क्या झ्याउला अलिक गएर काटिदिन्छु कपाल चाहिँ के हुन्छ राम्रो पाल्दा राम्रो आउँदै पछि के हुन्छ कि यहाँ चाहिँ अस्ति आउँदा चाहिँ बाटो बिग्रेर ट्रक जानै सकेको थिएन अहिले त कस्तो रहेछ तल त फेरि उठ्दै रहेछ तललाई असर पारेछ नि त यहाँ चाहिँ भोपाल गराएर चाहिँ अहिले पिच हान्न भन्ने गरेर भत्केको पिच हान्नु पनि के तर बजारमा झरिसक्नु लागिसक्यो म चाहिँ कोची लगाइन्छ नयार गाडीमा नि कसले त्यस्तो डर बाइक म चाहिँ अहिले डरबाङ झरिसक्यो क्या फाइनली अब उता जान्छ बनाउने जस्तो नबनाउनु जस्तो लाग्यो यहीँसम्म बनाउँछु जस्तो लाग्यो तर थाहा छैन के गर्छु यहाँ मुख दिन्छु अनि के गर्छु थाहा छैन कालो बाइक यतिको गएर हेरेर मुख धर्दा जानु फेरि के भयो क्या पङ्काले तुलाले साइडमा